हाई गाइस, फेरि पनि मैले एउटा छोटो भिडियो बनाउँदैछु जुन चाहिँ तपाईहरुले मेरो पछाडी ब्याकग्राउन्ड देखेर थाहा पाइसकिहाल्नु भयो होला। मैले यो पनि भिडियो चाहिँ फुल्ली अलैँचीसँग रिलेटेडै छ, जुन चाहिँ हामीले अब अहिले चाहिँ टक्कै अलैँचीको फुलदेखि लिएर गएर अब चाहिँ टक्कै दाना लाग्ने सिजन भएको छ हो। अन्त हाम्रो चाहिँ यो देख्दै गरेको अलैँची चाहिँ टक्कैसँगले 3 सालको छ होला। यहाँ चाहिँ यो घुमेर देखाउँदैछु। यो उता यो 3 सालको टक्कै अलैँची छ हो। र कस्तो फल्यो के भएको छ भनेर चाहिँ म अब ब्याक क्यामेरा गरेर मजाले देखाएर बुझाउने छु ल तपाईलाई, कस्तो हुन्छ के हुन्छ कसरी रोप्नु पर्ने र यसको बिरुवा कसरी पाइन्छ अन्त कसरी गोटा पर्छ हो, त्यो चाहिँ म एकदमसँगले मजाले देखाउँछु। अब भने चाहिँ ब्याक क्यामेराले देखाउँदैछु ल। यसको फल चाहिँ यो कसरी फलेको हुन्छ, कस्तो छ, अहिले चाहिँ कतिको दाना लागिसक्यो। आज लगभग 31 तारिक मेमा चाहिँ कति दाना लाग्यो त सेरेमला हाम्रो यो बर्मेक मार्ताम वेस्ट सिक्किममा चाहिँ अलैँचीको चाहिँ अहिले चाहिँ कस्तो छ। यो स्याप्लिङ्स बिरुवा चाहिँ हो, यो सबै यो देख्दै गरेको चाहिँ सबै बिरुवा नै छ भनौँ न, बिरुवा बोटै हो। तर यो पालि अब यसो एउटा दुईटा फलेको पनि छ र कस्तो फलेको छ म देखाउँछु ल। त यहाँबाट देखाउँदै चाहिँ म अब चाहिँ यहाँ भित्र गएर मुनि पसेर देखाउँछु ल। ठ्याक्कसँगले हेर्नु पर्दा बिरुवा बोट जुन चाहिँ योपालि चाहिँ अब छुरी लाउने खालको ठक्कै भएको छ हो। त्यसरी फल्दैछ हो। अनि त्यहाँबाट अझै म देखाउँछु घुमाइ कता कता फलेको छ हो। योपालि चाहिँ सबै मजाले चाहिँ वरिपरि सबै चाहिँ मिलेर फल्दैन, तर यसरी 6वटा 7वटा 8वटा बुङ्गासम्म लागेको हुन्छ हो। त्यसमा सबैमा दाना लाग्छ भन्ने पनि छैन अनि भरिन्छ भन्ने पनि छैन हो। तर खाली चाहिँ बसेको हुँदैन, एउटा दुईटा बुङ्गामा लागेको हुन्छ। लो यहाँ पनि देखाउँदैछु हो कतिको दाना लाग्यो। यसरी एउटा दुईटा ठुल्ठुलो दाना लागेको छ हो। यहाँनिर हेर्नुहोस् है, साह्रो नजिक भइसक्यो अनि यसरी नै लागेको छ हो। यो चाहिँ टक्कैसँगले 3 साल सुरु हुँदै गरेको बिरुवा हो, यसरी लाग्दैछ हो। अनि यो चाहिँ अहिले चाहिँ एकदम रोप्ने सिजन छ र रोप्दा चाहिँ यसलाई कसरी रोप्नुपर्ने र कसरी पाइन्छ पनि भन्दैछु म। र यो चाहिँ हाम्रोमा चाहिँ अहिले चाहिँ सेरेमला अलैँची प्युर राम्रो खालके सेरेमला चाहिँ बेच्ने पनि कम्ती छ हो, स्याप्लिङ्स पनि कम्ती छ र यसको दाम पनि तपाईँको लगभग 7 रुपियाँ गोटा पर्दैछ अहिले चाहिँ हो। 6-7 मा पाइन्छ राम्रो अलैँची। यो हाम्रोमा भएको खाले चाहिँ यो चाहिँ अब एकदम 7 भन्दा मुनि चाहिँ तपाईहरुले पाउन साह्रो पर्छ, किनकि यो अलैँची चाहिँ यस्तो खालके सेरेमला पाइँदैन हतपत हो। अनि तपाईहरुले यो रोप्दा चाहिँ कसरी रोप्नुपर्छ भने टक्कैसँगले यसको टक्कै 2 फुटमा चाहिँ टकटक 2 फुटमा रोप्नु भयो भने फल्ने खालको चाहिँ ठिक्क हुन्छ। र नर्सरीको लागि चाहिँ तपाईले 1 फुटमा ठ्याक्कै 1 फुटमा रोप्नुपर्छ हो। त्यसो गर्दा नर्सरी चाहिँ तपाईले यो पालि चाहिँ अब यो सिजनमा ठक्कै यो अहिले मे जुनमा लगाउनु भएको नर्सरी चाहिँ तपाईले अर्को वर्षको मे जुनमा चाहिँ तपाईको झाङ हुन्छ, लगभग पनि 12-15वटा टुसा हुन्छ। त्यसलाई तपाईले आरामले सार्न सक्नुहुन्छ हो। अनि त्यहाँबाट आधी सरो त फुल्नु पनि थालेको हुन्छ होला। अनि त्यहाँबाट चाहिँ तपाईले त्यसलाई सिफ्ट गर्नुपर्छ अर्को जग्गामा सारेर फलाउन पनि सक्नुहुन्छ, या तपाईले बिबिचको झाङ निकालेर अनि त्यही फलाउन पनि चाहनुभयो भने त्यो पनि तपाईलाई पोसिबल छ, फल्छ राम्रो हो। र यो हाम्रोमा भएको सेरेमला जुन अलैँची छ, यो अलैँचीमा तपाईलाई इच्छुक छ, इन्ट्रेस्ट छ भने तपाईहरुले मसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। किनभने तपाईहरुले सप्लायरकोबाट लानु र मेरोबाट लानु चाहिँ अलिकति डिफ्रेन्ट छ। किनकि सप्लायरकोबाट लाँदा चाहिँ तपाईहरुलाई होलसेलको बिरुवा हुन्छ, जुन चाहिँ फुलाङ्गी लागेको बिरुवा र त्यो मसिनो पात भएको त्यो सिरुघारीमा भएको बिरुवाहरू लगेर दिन्छ, जुन चाहिँ तपाईलाई हुर्काउनै त्यो 3-4 वर्ष हुर्काउनै लाग्छ हो। त्यो बिरुवा हुर्केर पनि फल्छ भन्ने केही ग्यारेन्टी छैन, किनकि सानैमा त्यो बिरुवै त्यसबाट आएको बिरुवा पनि त्यस्तै मसिनै आउँछ हो। त्यसो गरेपछि तपाईलाई त्यो बिरुवाबाट फलाउनु चाहिँ अलिक साह्रो पर्छ। र यो खालके यहाँ मेरोमा भएको खालको बिरुवा चाहिँ तपाईले लानुभयो भने यो अलैँचीले चाहिँ प्रोडक्सन चाहिँ तपाईलाई राम्रो दिन्छ एकदमसँगले। र तपाईहरुले मन पर्यो यो भ्लग भने तपाईले लाइक गर्नु, साथसाथै सेरेमलाको बिरुवा चाहिएको छ भने मसँग कन्ट्याक्ट गर्नु, म कन्ट्याक्ट नम्बर छोडिदिनेछु।